केटीहरूले पनि टोपी लगाएका छन्, कस्तो रमाइलो देखिन्छ। बाबा त्यति बेला मात्र ध्यान दिएर वरिपरि हेर्नुभयो। साँच्चै टोपी नै टोपी। केही बेर बुवा र छोरी दुवै सोच्दै उभिए। अचानक बाबाको अनुहार उज्यालो भयो। आहा, बुझे, बाबाले भने। ग्रीष्मा, आज जनवरी 1 हो। अहिले केही वर्षदेखि नेपालीहरूले यो दिनलाई टोपी दिवस भनेर मनाउन थालेका छन्। ग्रीष्माले आइसक्रिम चाट्दै ध्यान दिएर सुनिन्। अनि 2025 देखि बाबाले थपे, तराईका दाजुभाइहरूले पनि यसमा साथ दिए। त्यसैले अहिले यसलाई धोती र टोपी दिवस पनि भनिन्छ। ग्रीष्माले बेलुन समात्दै सोधिन्, त्यसो भए सबै खुसी भएर लगाएको हो? हो नि, बाबाले मुस्कुराउँदै भने, आफ्नो संस्कृति मनाउने खुसी। अब ग्रीष्मालाई टोपी हास्यास्पद लागेन। टोपी सुन्दर लाग्न थाल्यो। साँझ घर फर्केपछि ग्रीष्मा सिधै बाबाको दराजतिर दौडिन्। उनले बाबाको नेपाली टोपी निकालिन्। बाबा, आमा, तपाईहरू पनि, उनले हाँस्दै भनिन्। केही छिनमै आमा, बुवा र ग्रीष्मा तीनैजना टोपी लगाएर उभिए। ग्रीष्मा बिचमा उभिइन्, बेलुन हातमै, मुस्कान अनुहार भरि। बाबाले फोटो खिच्नुभयो। मिति थियो जनवरी 1, 2026। फोटो हेरेर ग्रीष्मा फेरि हाँसिन्। यसपालि त्यो हाँसो खुसीको थियो। ह्यापी टोपी दिवस। अब त्यो दिन उनलाई रमाइलो मात्र होइन, आफ्नै लाग्यो।